ल्यायो फाइनली बस आयो होइन। बस आइसकेपछि अब सबैजना बसमा चढ्नु पऱ्यो। आज त बसमा त धेरै मान्छे रहेछ भनेर आज त त्यो ढोकामुनि बसेको म चाहिँ लहेन है। मैले चाहिँ हात लगाएपछि म चाहिँ मेरो ड्युटीतिर लागेँ। ड्युटीतिर लागिसकेपछि म पनि के कम भनेर छिरिदिएँ। त्यहाँ केटी थियो त्यसकै दिदीकै छेउमा छिरिदिएँ अनि म चाहिँ ल भनेर म चाहिँ त्यतिखेरै हिँडेको। हिँड्दा हिँड्दै म बाटोमा छु र अटोमेटिकली यहाँ पुग्दाखेरि ड्राइभरले चाहिँ उता ढोका क्लोज गर्न खोज्यो। तर खोज्दा खोज्दै फाइनली बस स्टपमा पुगियो। जहाँ म उतर्नु पर्ने थियो त्यहाँ पुगियो। अब पुगिसकेपछि त्यहाँपछि अब मैले रोड क्रस गर्ने भनेर म उता बसिरहेको छु र उता मेरो छाया पनि देखिरहेछ। र अब हामी रोड कट गरिसकेपछि फाइनली कट भयो। कट भइसकेपछि अब उता चाहिँ म रोडमा हिँड्न लागेँ र मेरो ड्युटी तर्फमा लागेँ। लागिसकेपछि उता चाहिँ बिल्डिङमा चाहिँ म काम गर्छु, बिहान कुकिङको काम गर्छु। अनि फाइनली मेरो ड्युटीको ढोकातिर नि पुगियो। ढोकातिर पुगिसकेपछि म चाहिँ मेरो काम गर्ने सुपर मार्केट देखाउँदैछु। नेक्सो हाइपर मार्केट भनेर लेखेको छ त्यहाँ। अब त्यहाँ पुगिसकेपछि म चाहिँ ढोकामा हेरेँ कोही मान्छे छ कि छैन भनेर। फाइनली भित्र एकजना आएर बसिया रहेछ चुक्कुन लाएर लक गरेर। उसले चाहिँ खोलिसक्यो। म चाहिँ भागी भिडियो बनाउनलाई भनेर गेटतिर गएँ। गेटतिर गइसकेपछि उता चाहिँ सामान राखेको छ सुपर मार्केट। त्यहाँ चाहिँ घडी भइहाल्यो। अनि सिँढीबाटै गएँ म, लिफ्टमै गएन। दुइटै फ्लोर भयो र माथि पुगिसकेपछि मैले देखाएँ हात्ती अनि उता फुल। कति राम्रो छ त्यो फुल। अनि कि मैले त्यहाँबाट गएर अब मैले लाइट बाल्नु पऱ्यो। एकदम अँध्यारो छ राति जस्तो। मैले गिलास देखाएँ जाँदाखेरि। यो चाहिँ एकदम भिआइपीहरूले खाने गिलास। अनि म चाहिँ जाम कि जाम